नाश भयो त रेडी मन गिठीकै बुटाबाट यता त होला त गिठीबाट उता जान्छ तेर्सो पनि गिठीको जरा निकाल्दा चाहिँ त्यो बाँध्न विचार गर्नुपर्छ त्यो त लाउने मान्छे कति हुनुपर्छ कि यहाँ भन्नु अहिले आँखा फुट्छ न यहाँबाट हो यहाँबाट खनेर यो पाइप अर्को बनाउन सक्नु भएको उसैले नभए खन्नु बनाउँला भने हुन्छ त अलि अल्काम्ला भने हुन्छ लिच्चीभन्दा अलि बलको बाँस भयो त भइहाल्छ लिच्चीको बुट्टा कापेवाला चाहियो काम गर्ने जेललाई पुग्यो भने भयो पछि घरको छतबाट आउँछ झन् छतबाट हाल्दिनन् नि अब ठुलो आए ठुलो बल्ल भेट्यो त्यो उतै तारतिर जान्छ के रे कहाँ उतै घाउ लाग्नु पर्छ वसन्तले उता गरेँ मैले त वसन्तले उता
हावाहुरी लाग्यो यस्तो छ यतातिर वीरेन्द्रनगर सुर्खेत ग्राम 7 कर्णाली प्रदेश यहाँको अवस्था यस्तो छ कोही बेला हावाहुरी लाग्ने गरेछ कोही बेला के लाग्ने गरेछ ल अब अलिकति बाँकी छ ब्रान्डेड हावाहुरी लास्ट लागिसकेको छ फेरि हावाहुरी आयो हामी भेट्छौँ एकछिनमा भनिरहेको हावाहुरी फेरि लागिसकेको छ त्यहाँ मान्छे उभिनु भएको छ र रुख काट्नु ढल्न लागेको छ रुख अब एकछिनमा ढल्छ अझै ढल्छ टाइम यो अब हामी भेट्छौँ एकैछिनमा रुख ढल्नै लागेको बेला ल काटेर राख्नुहोस् हाम्रो भिडियो 7 मिनेट 18 सेकेन्डको भइसकेको छ अहिले 20 21 22 23 24 25 26 27 28 29 30 यो हाम्रो 7 मिनेट 30 सेकेन्ड कम्प्लिट भइसकेको छ र अगाडि बढेर आएको छ हाम्रो टाइम लिमिट ल अब ढल्ने कोसिसमा छ हाम्रो यो रुख ढल्छ कि नै हेरौँ हामी हावाहुरी लागिरहेको छ रुख ढाल्ने कोसिस भइरहेको छ हल्का जुम अब अलिकति भएको छ अब ढल्ने लाग्यो बेला हामी भेट्छौँ अब एकछिनमा ढल्ने लाग्यो बेला 1 2 3 ढल्दैन क्या हो I'm branded रुख कोसिसमा हामी छौँ अब ढल्छ रुख एकछिनमा I'm branded छ यहाँ चिज अब हामी भेट्छौँ 5 हावाहुरी यस्तो लागिरहेको छ यता सुर्खेतको अवस्था यस्तो छ हामी आज अहिले रुख ढाल्न गइरहेको छौँ अब ल यु क्यान डु इट ल बाबा ल छिटो ल काट्नुहोस् मोङ्की म्यान अब रुख ढल्ने लागेको छ हाम्रो नमिलेट 32 सेकेन्ड भयो हाम्रो रुख ढल्ने लागेको छ अब एकछिन ढल्दा 3 2 मामा यहाँ खस्यो यत्रो रहेछ त्यहाँ माथिबाट खस्छ हो यो हाँगा छ नि
योबाट यहाँ खस्यो ऊ यताटिको फेरि यहाँ खस्यो हाम्रो ल भाइ यो हाम्रो रुख काटेर अब हेर्छौँ हामी पछि